नमस्कार सबैमा। साताको दोस्रो कारोबार आज मिति 2082 साल सोमबार। नेप्से परिसूचक 6.74% वृद्धिसहित 2601 अङ्कमा बन्द भएको छ। 3 अर्ब 44 करोड रुपियाँको कारोबारमा 186 वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने 128 वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। प्री ओपन सेसनमा 1 अङ्कले घटेको बजार अन्ततः बढेर बन्द भएको छ। 2600 को स्ट्रङ साइकोलोजिकल सपोर्टलाई हिजो ब्रेक गरेकाले लगानीकर्ता निरुत्साहित थिए भने आजको सानो रकमको कारोबारले झिनो आश भने बलाएको छ। के बजार 2600 माथि सस्टेन भएर बस्न सक्ला त? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोस्। सब इन्डेक्सको कुरा गर्नुपर्दा आज ब्याङ्किङ सेक्टरका लगानीकर्ताले कमाएको देखिन्छ। स्ट्रङ सपोर्ट जोनमा आएर फर्किएको ब्याङ्किङ इन्डेक्स सर्ट टर्म ट्रेडिङको लागि राम्रो देखिन्छ। यो सेक्टरमा हाई रिटर्न एक्सपेक्ट गर्न भने गाह्रै छ। त्यसैगरी करेक्सन पछाडि म्यानुफ्याक्चरिङको र्याली पुनः सुरु भएको देखिन्छ, तर क्रुसियल रेसिस्टेन्स एरियामा भएका कारण हाई अलर्टमा बस्न भने जरुरी छ। यदि मोमेन्टम कन्टिन्यू गरिरह्यो भने ओएमपिएलले राम्रो रिटर्न दिन सक्छ। हाइड्रो सेक्टरको कुरा गर्नुपर्दा युपिसिएल, युएसएचएल र टिपिसी जस्ता ट्रेडिङ स्टकहरूबाट राम्रो कमाउन सकिन्छ। यिनीहरू ट्रेडिङ दृष्टिकोणबाट अत्यन्तै राम्रो देखिन्छन्। इन्डेक्समा सेलिङ आउने बित्तिकै प्रॉफिट बुकिङ गर्न भने तयार बस्नुपर्छ। लामो समयको डाउनट्रेन्ड पछाडि डेभलपमेन्ट ब्याङ्किङ सेक्टरमा एकुमुलेसन देख्न सकिन्छ। 5200 को सपोर्टलाई टेस्ट गर्दै डेभलपमेन्ट इन्डेक्स रियाक्ट गरिरहेको छ। यसबाट इडिबिएल र एमडिबी जस्ता स्टकलाई वाचलिस्टमा राख्न सकिन्छ। हस्त नेपालिटिक्सको डेली मार्केट एनालाइसिस आजलाई यति नै। तपाईहरूलाई यदि केही जिज्ञासा भए कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्नुहोला र मार्केटको हरेक अपडेट र इन्फर्मेसनको लागि नेपालिटिक्सलाई फलो गर्नुहोला। साथै व्हाट्सएप ग्रुपमा जोइन भई डेली मार्केट सिग्नल समेत पाउन सक्नुहुन्छ। धन्यवाद।